हेलो साथीहरू, आज चाहिँ म केक बनाउन प्र्याक्टिस गर्न आएको। हेर्न सक्नुहुन्छ कति धेरै केकको छ। उता पनि केकहरू डल्लै बनाइरहेको छ मेरो केक देख्न सक्नुहुन्छ। तर मलाई चाहिँ राम्रो बनाउन आएन, फर्स्टचोटि भएर होला। यता चाहिँ हाम्रो पार्टीहरू पनि चलिरहेको छ, हेर्न सक्नुहुन्छ। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। यति रमाइलो लागिरहेछ नि आजभोलि। मलाई खेल्नलाई मन लाग्छ क्या, त्यही भएर हेर्न सक्नुहुन्छ। मलाई चाहिँ कस्तो राम्रो लागिरहेछ यसको। अब म तपाईँहरूलाई देखाउन गइरहेको छु। यता चाहिँ कति धेरै रमाइलो छ साथीहरू। कति कलर गर्ने बिजली भयो नि। यहाँ म हेर्न सक्नुहुन्छ। कपाल चाहिँ कस्तो बिग्रियो जस्तो भयो मेरो, अर्कै भइरहेछ कपाल चाहिँ। यहाँ चाहिँ कति रमाइलो यो टाइपको छ। हजुरहरू पनि बर्थडे पार्टी केही मनाउनु छ भने चाहिँ यहाँ आएर मनाउनु सक्नुहुन्छ। हेर्नुहोस् कस्तो राम्रो छ है। यहाँ सपिङको उयो पनि छ, सपिङहरू गर्न नि मिल्छ। यता चाहिँ खानाहरू छ अनि उयोहरू छ। ल्याउ त चाहिँ पिज्जा खानेछौँ। पिज्जा खाँदैछु म। आज चाहिँ मेरो लागि स्पेसल केक रहेछ, तर मलाई थाहा थिएन किनकि स्पेसल रहेछ क्या आज चाहिँ। मलाई थाहा थिएन। थ्याङ्क यू सो मच सबैलाई। चाहिँ मेरो साथी हो है, ऊ पनि साथी हो अनि ऊ पनि मेरो साथी हो। मेरो लागि कति मिहिनेत गरिरहेछ अनि ऊ पनि मेरो। कस्तो राम्रो देखिरहेछ क्या यो केक चाहिँ। मलाई कस्तो काट्नै मन छैन, तर के गर्नु। थ्याङ्क यू सो मच भन्न चाहन्छु म यो भ्लगबाट नै। आज मेरो एकदम स्पेसल दिन चाहिँ आज नै भयो। उहाँहरू चाहिँ मेरो साथीहरू बाहिरबाट आएको है। हेर्नु नि साथीहरू, मलाई साथीहरूले बोलाइरहनु भएको थियो अनि किन होला भनेर सोचिरहेको थिएँ। अघि र पछि भएको छ यो भ्लग चाहिँ। अनि सो हेर्नु होला, यहाँको चाहिँ यस्तो रहेछ। अनि म चाहिँ फर्स्टचोटि आएको क्या यो होटलमा। अनि मलाई थाहा नै थिएन किन होला भनेर बोलाइरहेको थियो। त्यो होटलमा हो भनिरहेको थियो। अनि के रहेछ भनेर गएको पछि त मलाई त पुरै सरप्राइज बनाइदियो। हेर्नु न साथीहरू कस्तो राम्रो रहेछ। यहाँ चाहिँ कस्तो रमाइलो रहेछ। यतातिर पनि यता चाहिँ म छु। म चाहिँ केक पनि खान लागिसकेर। यहाँ चाहिँ मोमोहरू छ। कुन चाहिँ वाला खानु? यहाँ चाहिँ नुडल्स अनि पास्ताहरू छ। अरू हालिदिउँ। हेर्नु नि साथीहरू, डेकोरेसन गरेर रहेछ कति राम्रोसँगले चाहिँ। हेर्नु न साथीहरू, यस्तो भइरहेको चाहिँ तर सरप्राइज पाएँ। अनि भ्लग चाहिँ फुल्ली गरेको थिइनँ मैले चाहिँ, किनकि मलाई थाहा नै थिएन कि यस्तो सरप्राइज होला भनेर चाहिँ। अनि म त सोचेँ कि मेरो रुमबाट नजिकै छ नि त, अनि त्यही भएर चाहिँ आएँ। अनि आइरहेको थिएँ कि अनि एक्कासी त्यहाँ जाउँ न भन्नुभयो। मैले त केही सामानहरू पुऱ्याउन होला भनेर सोचिरहेको थिएँ। अनि पछि त मलाई नै सरप्राइज रहेछ। अनि कस्तो मलाई नै कस्तो अप्ठ्यारो फिल भइरहेको छ, तर नि केही छैन। यस्तो हालतमा आइरहेको छु साथीहरू। कपाल पनि कस्तो गरेर आएको थिएँ म चाहिँ नुहाएर। अनि त्यसपछि बसिरहेको थिएँ म चाहिँ। अनि गाह्रो छ हो मलाई, कस्तो उत्यो भइरहेको छ। अनि कस्तो अर्कै फिल भइरहेको छ। कुदेर आएको थिएँ के भयो कपाल पनि अर्कै भइरहेको छ। के कस्तो लागिरहेको छ मलाई चाहिँ लाग्नु चाहिँ। अनि अब चाहिँ म रुम जान्छु। अनि हजुरहरूले बाँकी कुराहरू चाहिँ रुममै गएर भन्छु।
साथीहरू फेरि पनि म आइसकेँ। आज म चाहिँ भर्खर रुम जाँदैछु अनि मलाई कस्तो फिल भइरहेछ कि अब हुन्छ नि त कहिले त्यस्तो हुँदैन थियो नि त मलाई। अनि आज कस्तो कस्तो लागिरहेछ। मेरो दिदीको लागि मैले केक लिएर आएको छु किनकि दिदीहरू चाहिँ आज मेरो दिदी दुईटा चाहिँ उता जानुभएको मेडिकल जानुभएको थियो। अनि त्यही भएर उहाँहरूलाई चाहिँ मैले लान सकिनँ किनकि उहाँहरूको लागि नि छ स्पेसल त। यो त सुरुवात मात्रै हो, अन्त्य हुनै बाँकी छ भनेको जस्तै हो है साथीहरू। किनकि कस्तो कस्तो लागिरहेको कि यहाँ चाहिँ यो भन्दै रहेछ। पहिला सुरुमा आउँदाखेरि चाहिँ बनाउन लागेको थियो, अहिले चाहिँ ठ्याक्कै बनाउनु लागि नै रहेको छ। अनि अर्को पनि केक बनाएको छु है मैले, किनकि स्पेसल के थियो भन्दा चाहिँ मेन भनेको चाहिँ केक प्र्याक्टिस रहेछ होइन। मलाई चाहिँ थाहा थिएन किनकि म चाहिँ फर्स्टचोटि गएको भएर होला सायद। अनि गएँ तर मेरो लागि चाहिँ स्पेसल नै थियो। साथीहरू सबैजना बाहिरबाट नै आउनुभएको थियो, कति धेरैजना। अनि मैले सोचेको पनि थिइनँ कि मेरो साथीहरू सबैजना त्यति धेरैजना जम्मा भएर यस्तो रमाइलो होला भनेर चाहिँ। लाइफमा फर्स्टचोटि होला मलाई साथीहरूले सरप्राइज दिएको भन्न नमिल्ने। सरप्राइज दिनुहुन्छ तर पनि एक मुस्टामा चाहिँ एकैचोटि दिनुभएको चाहिँ आज नै हो है साथीहरू। अनि फेरि हजुरहरूले भन्नुहोला अनिसालाई फेरि सरप्राइज भनेपछि खुब खुसी त्यो होइन। अब यस्तो हो, धेरै वर्षपछि भेट्नु र अब सरप्राइज भन्ने बित्तिकै मलाई पनि थाहा थिएन नि त उहाँहरू कहिले आउनुहुन्छ भन्ने कुरा त साथीहरू। किनकि 2-3 वर्ष 4-5 वर्षको ग्याप भएको कुनै लङ नै ग्याप भएको व्यक्तिहरू पनि हुनुहुन्छ साथीहरू चाहिँ, एकदम मिल्ने साथीहरू चाहिँ। अनि त्यही भएर चाहिँ भेट्दाखेरि कस्तो खुसी लाग्यो। त्यो साथीले गिफ्ट चाहिँ पठाउन पाइनँ तर पनि म दिन्छु। म गिफ्ट सानो होस् ठुलो होस् तर पनि उहाँहरू जत्तिकै चाहिँ होइन है। फेरि उहाँहरू जापान पुगेर आएको, म फेरि काठमाडौँ बसेको मान्छेलाई कहाँबाट दिनु। हेर्नु न साथीहरू, मेरो भाइले चाहिँ यहीँनिर हालेको, मेरो भाइले चाहिँ यहीँ हालेको है सुट प्यान्ट। अनि कति राम्रो देखिरहेको थियो मेरो भाइले। अनि यस्तो आफ्नो भाइले चाहिँ लगाउँदा पनि राम्रो देखि नै हाल्छ। अब जो कोही भए पनि नराम्रो देख्यो भने आफ्नो लागि त आफ्नो भाइ त राम्रै हुन्छ भन्दै म हजुरहरूलाई रुम गएर देखाउँछु होइन। रुम गएर चाहिँ मेरो अर्कोवाला केक पनि देखाउँछु है, त्यहाँ पनि होइन भने चाहिँ हजुरहरूसँग भोलि भेटौँला। अनि भ्लग के कस्तो हुन्छ लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। के कस्तो हुन्छ सुझाव सल्लाह पनि दिनु होला। बाई बाई, भोलि भेटौँ। साथीहरू यो पनि म आफैले बनाएको, दिदीहरूलाई सरप्राइज दिउँ भनेको। दिदीहरू नै हुनुहुन्न रहेछ, मेडिकलबाट नै आउनुभएको रहेछ है।